सेजल बाबु सुर्खेतमा घुम्न आइरहेका छन् बुलबुलेमा अहिले। अनि हाम्रो सानो बाबु एकदम हाम्रो चाहिँ सम्पूर्ण चाहिँ फ्यामिलीहरू परिवारहरू आफ्नो सबै हामी चाहिँ आज चाहिँ बुलबुलेमा चाहिँ आइरहेका छौँ। यहाँ चाहिँ नातिहरू चाहिँ रमाइलो गरिरहेका छन्। यो हेर्नुहोस् बुलबुले तालको पार्क हो यो। अब अहिले हामी चाहिँ पार्कतिर घुमिरहेका छौँ र अहिले भर्खरै बुलबुलेमा गएर त्यहाँ चाहिँ धाराहरूमा चाहिँ हेरेर सफा गरेर आयौँ। यो चाहिँ मिनी पार्क बुलबुलेको पार्क हो यो। अति राम्रो छ र अहिले फुलहरू त्यति फुलेका चाहिँ भेटिएका छैनन्। अनि फाटाफुट्टामा फुलहरू फुलिरहेका छन्। यो फाटाफुट्टा फुलहरू फुलिरहेका छन् र उतापट्टि चाहिँ मखमली हजारी फुलहरू फुलेका देखिन्छन्। र यो चाहिँ पानी आउने बुलबुल आउने बुलबुले तालको पनि यो चाहिँ हो। र यहाँ अहिले पानी बन्द गरेको छ, यहाँ पानी आएको छैन। यहाँ धेरै राम्रो देखिन्छ र यसै क्रममा चाहिँ हामी चाहिँ यो पुरा देखाइरहेका छौँ। यो हेर्नुहोस् यसमा चाहिँ हाम्रो चाहिँ सबै आइरहनु भएको छ। उहाँ चाहिँ भाउजू हुनुहुन्छ, कसरी आइरहनु भएको छ ल हेर्नुहोस्। उहाँ चाहिँ पुरै एकदम बुहारी साथमा सबै चाहिँ उहाँ पनि आइरहनु भएको छ। एकदम दिदी पनि आइसक्नुभयो। एकदम रमाइलो छ। पछाडिबाट चाहिँ दाजु आउँदै हुनुहुन्छ अनि हाम्रो घुन्टे बाबु पनि आइरहेका छन्। कति राम्रो छ। र यसो हेर्ने हो भने पछाडिबाट चाहिँ डाक्टर साहबको चाहिँ बुढाबुढी चाहिँ हिँडिरहनु भएको छ। एकदम राम्रो राम्रो। हामी पोखरा बुलबुले सुर्खेतको बुलबुले तालमा छौँ अहिले। हामी यसो हेर्दाखेरि अलिकता चिटिक्क बनाएको पनि छ। यो अहिले इन्ट्रीमा अलिकता हाम्रो केही फी पनि राखेर यो भित्र व्यवस्थापनको लागि होला। यो धाराहरू पनि एकदम राम्रो बनाएको छ होइन। अनि यसो घुम्दाखेरि अब त राम्रै लाग्यो। तर यो नेचुरल लुकलाई अलिकता यो कङ्क्रिटको यो सिमेन्ट यो बालुवाहरू अथवा सबै प्रयोग गरेर बााउन्ड्री बनाएर गर्दाखेरि अलिकता यो नेचुरल लुक नदेखिएको हो कि अलि आर्टिफिसियल जस्तो हो कि देखिएको छ होइन। अरू त राम्रो छ। अब यताउता साइडबाट हिँड्ने बाटो पनि राम्रो छ। हाम्रो यो अरू लगाएको फुलहरूले गर्दा यसको सुन्दरतामा अझै चार थपेको छ भनौँ। वास्तवमा अलिकता यो साइडमा बनाएको यो वालले गर्दा नेचुरल होइन कि यो पानी भरेको हो कि जस्तो पनि देखिन्छ। नभए त एकदमै राम्रो छ यो ताल। धेरै राम्रो सुझाव दिनुभएको छ उहाँले र आफ्नो अनुभव पनि सुनाउनु भएको छ। र यो ऱ्याफ्टिङको ताल चाहिँ निर्माण गरिएको छ। यसलाई प्राकृतिक भन्ने कि कृत्रिम भन्ने, अब यसबाट चाहिँ बोरिङबाट पानीहरू चाहिँ निकालेर भर्ने काम चाहिँ गरिएको हुँदैन र यो चाहिँ तलबाट आफै नामैबाट चाहिँ प्रष्ट हुन्छ हामीलाई बुलबुले ताल। पुरानो गीत सानो छन् ती म हुँदाखेरि चाहिँ यो चाहिँ गीतहरू चाहिँ सुनिरहेको थिएँ, सुर्खेत बुलबुले ताल माया भन्ने। यो हेर्नुहोस् बुलबुल देखिरहेको छ। यो आफै आफ चाहिँ बनेको हो। यसमा कुनै पनि चाहिँ कृत्रिम रूपमा पानीहरू यसमा चाहिँ भरिएको छैन। यो प्राकृतिक रूपमा चाहिँ पानी बनेको छ। यसमा चाहिँ यो टिकट काउन्टर यो बोटिङको लागिरहेछ। यो धेरै राम्रो छ। यो बोटिङ सुर्खेत पार्कमा यो बोटिङहरू नेपाल सिप रहेछ यो। यो ताल धेरै बनाएर छैन होइन, त्यत्रो बनाएर छ। यो बोटिङ